बसेर कुरा गर्नु हैन हैन आज मसँग मैले आज न दिदी तपाईले राम्रो तरिकाले बोल्नु हो मैले तिमीलाई पालेर हुन्छ आफैलाई टोक्न खोज्यो गल्ती कोले गरेको गल्ती गरेपछि गल्तीलाई स्वीकार गर्नु पर्यो पैसा निकाल्नु पर्यो मान्छे खाते नि यो भिखारी साला खाते समुद्र मुनिको आउँछ मंगलबार माले तेरो कुना कुना अब तल मैले के सिधा देख्यो के आमालाई शब्द के बोल गालिस ल हैन ठीक छ हैन ठीक छ अब प्रहरीको अनुसन्धान गराइ पुर्कै चौकीमा हिँड अब त्यसलाई म यही सेयर दिन्छु चौकीमा हिँड पैसा त हुनु पर्यो नि सर बोलाउनु बस गर्नु छोड्नु ठीक छ अब भयो लु भयो बहिनी अब कुरा गर भाइ आज न अब कुरा गरौँ अब हैन पैसा हिँड आमिना अब त्यो उहाँले गर्नु हजार हो मैले लिएको त्यो भन्दा मैले पैसा 2,27,000 लिएर स्कुटी किन्छु भनेको पैसा खोइ कहाँ दिएको छ मलाई 2,70,000 त्यो पैसा निकाल खुर्को कहाँ दिएको छ 2,70,000 बिल लिएर आएको छ बकाइदा बिल छ बिल छ मलाई दिएको छैन 2,70,000 कहाँ दिएको छ भन्ने सबभन्दा दामान यो होटलमा रात बिताउनुको त्यसो गरेको धादिङमा होटलमा बिताउनुको उसँग बिताको त्यसरी गरेको गरेको हो धादिङ जान्छु भनेर सत्य हो त्यो कुरा गरे भन्दै तिमी ठाउँमा गएर कुरा हामीले जान दिनु हैन अनि जिगा तर परिवार या जिगा कुटा खाएको देखेको मैले तहलोस गरिस म एउटा सिजन जाने अब तम मेरो हात बोल्दैन हैन सँग यो राडी छोडेर अझ मर्छ त्यो म काट्नु पट्टै लारिन् त्यो म काट्दिन्छु एक जेल जान्छु म तपाई चाहिँ उहाँसँग बिहे गरे आएको हो मलाई पनि मार के गर्ने अर्का घर तस्ता तपाईको जेल हाल्नु पर्यो यहाँ बसेर जेल हाल्नु दुनिया सारा यत्रो दिन भिडियो आइरहेको छ मोबाइल लिएर मान्छे यस्तो लडाइँ झगडा देखाएर आएको हुन्छ भिडियोमा यस्तो गल्ती गर्दाखेरि यस्तो हुँदो तपाईले के भन्दै ल्याएको भन्नु त भाग्ने यहाँ ल्याउनु होइन त्यो भए सुन्नु छैन गाडीको छोरो आनेर केही हुन्न क्या कस्टमर पैसा गर्नु हिसाबले देख सुन खरै बढी अर्को केटासँग रमाउने भोलि अर्को केटासँग रमाउने तिरो नि म टक्नु त एकछिन अनि तपाई त्यो उता घर जान्छु भन्दै होटेलमा बसेको उहाँसँग हो यहाँ भिडियो छ तिमीलाई मैले कति लडे